जानु जा त जा। अब मैले त दाजुभाइ सोचेर आएको थिएँ, तपाईँहरूले मलाई दिदी बहिनी सोच्नुहुन्न। होइन त, मलाई हाम्रो बहिनी दिदी सोच बहिनी। ठिकै छ म मरि। अब तपाईँहरूले अब तपाईँहरू र म बिच अब कुनै पनि सम्बन्ध पनि छैन, अब लेनदेनको कारोबार पनि छैन, त्यही हो। अब गएँ म पनि। रिक्क भएर आएको। ल ल ल आजदेखि बहिनी छ भनेर नसोच्नु होला, म गएँ ल। हेर्नु दाजु ठुलो गल्ती गर्नुभएछ त्यत्रो अहिले त के भन्दैछ यसले उल्टो सबैले ब्याजमा पो पैसा दिने रे। कति ठुला कुरा। जान्छ कि जाओस् यो पैसाको औकात देखाउनु पो आगिरे छ त यो। गएर पैसा कमाएर यत्रो घर गहना लाएको होला भने त हाम्रो दाजुहरूसँग पैसा लिएर त्यत्रो विदेश पठाएको रहेछ। त्यही त भने दाजुहरू पो त्यस्तो हो, हेर्नुस् बहिनी दाजुहरू त्यस्तो हो नि। हामी नि यतिका दिदी बहिनी थियौँ। सबैले माफी माग्छु, हो बहिनीहरू हामीलाई माफ गरिदिनु। दाइ हाम्रो तपाईँले यसरी हात जोडेर माफी माग्नु पर्छ त बहिनीहरूसँग? माग्नु पर्दैन। चेलीबेटी थियौँ हामीले, कसैलाई थाहा नदिकन बिचराको वा जापान अमेरिका जाने भनेर हामीले आफू नाङ्गिएर उनीहरूको हामीले सेवा गऱ्यौँ। तर दाजु एउटा गल्ती गर्नुभयो कि कारोबार गर्दाखेरि हामीलाई भन्नु पर्थ्यो कि तपाईँहरूले लुकाउनु भयो, त्यही भएर त यसले यसरी हेपे कि हामीलाई थाहा भए त हामी पनि कुरा राखिरहन्थ्यो नि त बेला बेलामा। हामी दाजुभाइको गोप्य सल्लाहले उसलाई पैसा दिएको, आज यस्तो गरी हेर्नु त पैसाको औकात देखाए। अब त्यसलाई हामीले माया मारिदियौँ। हाम्रो चेलीबेटी भनेको तिमीहरू 5 वटी हो, त्यो आजबाट मरि त्यो मोरी सक्यो। अब मोरी। अब हाम्रो चेलीबेटी जे भने पनि तिमीहरू हो। बहिनीको गलामा केही छैन। ल हेर्नु यो बहिनीको यस्तो छ हैन। दाइ अब तपाईहरु हामीसँग केही भएको भए यिनीहरूले पनि सेवा गर्न सक्थ्यो नि दाइ। हामीलाई लजित नबनाउनु दाइ, तपाईहरु हामीभन्दा ठुलो मान्छे हो दादा। दाजु लाएर मात्रै ठुलो हुँदैन, नलाउँदै म खुसी छु। आफ्नो माइती घर आउन पाछु, तीज रमाइलो बनाउन पाछु, त्यही नै त्यत्रोमा हरितालिका तीजको अवसरमा सबै चेलीबेटी भएर तिता मिठा जे छन् त्यो खाएर आँगनमा जस्तो सकिन्छ त्यस्तो रमाइलो गरौँला भनेको यो कहाँबाट कुलङ्गार्ने आएर यसले त अझै पनि दाइ हामीलाई त मौका छोपेर ठग्न आकिरहेछ, पैसाको औकात देखाउन आकिरहेछ। अझै पनि यही घर पनि बन्दगी राख भन्दै थियो। हेर्नु त उस्तै पऱ्यो भने त यसले हामीलाई मार्न पनि बेर लाउँदिन। लाउँदिन। अब थाहा भयो नि दाइहरुलाई, अब सचेत हुनु है दाइ तपाईहरु दुवैजना। जे जस्तो भयो अब तीजमा अलिअलि भने नि खाइयो, रमाइलो गरौँ हैन, नाच गाउँ। कस्तो रमाइलो गरौँला भने ठिक्क रेडी परेको थियौँ, कहाँबाट फुत्तै आइपुगेछ। होइन दाजुहरूले त छैन भन्नुहुन्थ्यो त, बितिसक्यो भनेको थियो होइन र दाजु? त्यही त भने अचम्म कहाँबाट फुत्तै। हामीले त्यही भएर 10 लाख रुपियाँ त्यो बेलाको जमानामा, आजभन्दा 5-7 वर्ष अगाडि 10 लाख रुपियाँ दिएको, 1 रुपियाँ नफर्काएपछि हामीले रिसले त्यो बिति भनेको बहिनी हामीले। भयो छोड्दे भाइ। अब यो यस्तो खुसीको माहौलमा त्यो दुःखको कुरा नगरौँ। यी चेलीबेटीलाई हामीले रमाइलो गराउनुपर्छ भाइ। रमाइलो गर्नुपर्छ सबैजना त्यो गइन अलि हेर त त्यो फेरि चियो गरेर बसेर हुन सक्छ त्यो। गयो होले हो दाजु, छैन 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 त्यो। ल ल अब रमाइलो गरौँ। हामी ताली बजाइदिउँ बहिनीहरु। ल ल ल ल